हेलो एन्ड नमस्ते, वेलकम माई भोल्क भिडियो। आज चाहिँ म घरमा यत्तिकै बसेको थिएँ है साथीहरू। आज चाहिँ म मोमो बनाउँदैछु र टक्क देखिसक्नु भएको छ तपाईँले। मेरो नानी बाबुले पनि खाँदैछन् है। यस्तै किसिमको यो चाहिँ मैले चिकन मोमो बनाएको है। यस्तै किसिमको मोमो कसरी बनाउने भनेर म थोरै देखाएको छु। तपाईँहरू अन्तिमसम्म हेरिदिनु होला। पहिला मैले लसुन लिएर आएँ है, लसुन प्याज अनि सोयाबिन आटा यति गुदेको मैले लिएर आइरहेको छु। कसरी बनाउने भनेर म सबै प्रोसेसिङ देखाउने छु है। तपाईँहरूले पनि यस्तै मोमो बनाएर खानु होला भन्ने आशा गरेको छु। ल टक्क लाएर आटा मोल्दा यस्तो भएको छ है। टक्क यतिको बनाउनुपर्छ आटा चाहिँ। सोयाबिन चाहिँ थिचिदिनु होला। सोयाबिन थिचेर अनि यसलाई चाहिँ टक्क थिचेर भ्याइसकेपछि भिजाउनुपर्छ है। सोयाबिनलाई चाहिँ अलि भिडियो थोरै लामो भएको छ, मैले काटी सर्ट पनि बनाएको छु कोहीमा। तपाईँहरूले टक्क लाएर यसलाई अन्तिमसम्म हेर्नुभयो भने राम्रोसँग बुझ्नुहुन्छ, बनाउन पनि सक्नुहुन्छ। तपाईँहरूले पनि यस्तै बनाएर खानु होला। अनि सोयाबिनलाई टक्क पानीमा भिजाइदिएँ है। भिजाइदिएर त्यसलाई छोडिदिन्छु एकैछिन म। अनि यतापट्टि टक्क लाएर म चाहिँ अदरक लसुन अनि प्याज कटिङतिर यताउति टक्क लाग्छु है। हामीले यसलाई चाहिँ अदरक लसुनलाई चाहिँ थोरै मिक्सरमा घुमाएर थोरै बारिक बनाउँछौँ। अनि त्यसपछि मैले चाहिँ प्याजलाई चाहिँ कटिङ गर्छु है। अब म प्याज कटिङ सुरु गर्दैछु साथीहरू। लसर र प्याज कटिङ गरेर त्यसलाई मसिनोसँग चपिङ गरेको एकदम बेस्ट हुन्छ है। मिक्सरमा हाल्नु होला। मिक्सरमा हाल्नुभयो भने अलि राम्रो हुँदैन है साथीहरू। लसर र म त्यसलाई चपिङ गर्दैछु। यो चपिङ है, फेरि अर्कोले चपिङ गरेर भइसकेपछि नि अझै बारिक बनाउनको लागि मैले थोरै किचकिची पारेर बनाउँदैछु। अझै बेस्ट हुन्छ है। जति मसिनो भयो त्यति दामी हुन्छ। अनि मसला मोल्दा कसरी मोल्ने त्यसलाई म सबै बताउँछु। कसरी भित्र खाँदाखेरि जुसी स्पाइसी हुन्छ, दामी हुन्छ है त्यो मसला भन्ने कुरा सबै कुरा सिकाउँछु। प्याज यति चाहिँ काट्नुपर्छ है। मैले आधा किलो चिकनको लागि यति प्याज काटेको है। 5वटा प्याज काटेको थिएँ सानो सानो। ल टक्क प्याज रेडी भइसक्छ हाम्रो होइन। प्याज रेडी भइसकेपछि म टक्क लाएर अब सोयाबिनतिर जान्छु। सोयाबिन मैले त्यो भिजाएको सोयाबिनलाई चुन्नीमा यस्तो छानेर त्यसलाई निचोरेर यस्तो गराएँ है। अनि टक्क लाएर त्यसमा चिकन पनि मिसाइदिएँ। अब म मिक्स गर्दैछु है। हाम्रो भित्रको मोमो मसलाको लागि चिकन हेर्नुभयो। अनि यता फेरि मसला त्यो हाम्रो अदरक लसुनको पेस्ट बन्दैछ। ल हेर्नु है, त्यसलाई धेरै एकदम बनाउनु हुँदैन। थोरै 1-2 चोटि ग्राइन्डर घुमाइदिएर ठिक्क बनाउनुपर्छ। प्याज चिकन अनि कुटेको सोयाबिन सबै मिक्स गर्ने है। मिक्स गर्नुपर्छ। त्यही भएर अब हामी सबै राख्दैछौँ। त्यसमा नुन तेल यति थोरै अजिनामोटो अनि नुन है बेसारहरू सबै मिलाएर राखिसकेपछि थोरै मसला आफूले पिसेको कुटेको मसलाहरू पनि राख्नुपर्छ थोरै है। अनि बेसार सेसार राखेर अनि त्यसलाई मजाले हामी अब मिक्स गर्छौँ। थोरै तेल पनि राख्नुपर्छ है साथीहरू। मिक्स गर्नुभन्दा पहिला थोरै तेल राखेर त्यसलाई मिक्स गर्नुभयो भने एकदमै जुसी हुन्छ है। भित्र खाँदाखेरि एकदमै मजा आउँछ। थोरै तेल राखेर अझै त्यसलाई मसलालाई मुस्नुभयो भने यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। वाउ, ल म एकदम मजाले त्यसलाई मिस्छु। तपाईँहरूले चाहिँ भिडियोलाई यसो लाइक सब्सक्राइब चाहिँ गरिदिनु नभुल्नु होला है। लाइक सब्सक्राइब गर्नु होला। भिडियो कस्तो लाग्यो भन्नु होला, कमेन्ट गर्नु होला। मसला यत्तिको भइसकेको छ। मैले मिक्स गर्दा अझै पनि यसलाई मिक्स गरेर टक्क मिलाएर राख्छु है। टक्क यसलाई मिलाएर राखिसकेपछि निकाल्दै बनाउँदै गर्न हुन्छ। भिडियो कस्तो लाग्छ तपाईँहरूले प्रतिक्रिया दिनु होला है त। ल साथीहरू सबैजनाले यस्तै मोमो बनाएर खानु होला आफ्नो घरमा आफ्नो फ्यामिलीसँग। आई होप तपाईँहरूले बनाएर खानुहुनेछ आशा गरेको छु। कस्तो लाग्छ भन्नु होला है त। ल सर यतिको बनाइसकेपछि मसला टक्क रेडी हुन्छ है। यतिको हुनुपर्छ। ल अनि सर लाएर अब हामी मिक्सरमा चटनीको लागि यता प्रिपरेसन गर्दैछौँ। चटनीमा चाहिँ हामीले खुर्सानी टमाटर अनि सबै कुराहरू राखेको छौँ है। आफ्नो स्वादअनुसार यता फेरि बनाउँदैछौँ हाम्रो मोमो। अब तयारी मसला भइसकेपछि पिठो पनि रेडी थियो। सबै बनाउँदैछौँ। साथमा कफी पनि छ। कफी पनि बनाएर कफी पिउँदै बनाउँदै है। अनि यता खाने पनि अब स्टिम गर्ने तयारी छ। स्टिम पनि भइरहेको छ होइन। ल हेर्नुहोस्, यता स्टिम पनि भइरहेको छ। बनाएर राखिसकेका छौँ है। म छिटो छोटो बनाएर तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु। यता बन्दै पनि छ, स्टिममा पनि हालिसकेका छौँ है। आज बब्बाल धेरै मोमो हुन्छ त्यतिको चाहिँ है। आज हामीले खाएर सकिन्न होला सायद मोमो है। सबैजना म बनाउँदै यता राख्दै पनि गरेको छु। कस्तो डिजाइन पनि
कस्तो भएछ है साथीहरू कमेन्ट गरिदिनु होला है डिजाइन मोमोको। वाउ छोरीले यता आइसकिन् बुफर लिएर बजाउँदै खाँदै गरेकी छिन् है र प्यारो छोरीले यता बाबुले पनि खाँदैछ। ल हामी सबै टेक इन्जोय विथ माई फ्यामिली, म मेरो परिवारसँग इन्जोय गरिरहेको छु, खाइरहेको छु है। तपाईँहरूले चाहिँ यो भिडियो लाइक कमेन्ट सेयर रिपोस्ट गरिदिनु होला। यो मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है। अनि घरमा बनाएर पनि आफैले बनाएर खानु होला, एकदम बब्बाल दामी हुन्छ बजारमा भन्दा है। आफैले बनाएर खाएको एकदम राम्रो हेल्थी फुड पनि हुन्छ। वाउ ल अब स्टिम बनाउँदै राख्दै गइरहेको छौँ, यता खाँदै पनि छौँ। त नानी बाबुले खाँदैछन्, हामीले पनि यता खाइरहेका छौँ। ल सबैजनाले ल हेर्नु मोमो कस्तो भएको छ है, सबैजनाले सरर कमेन्ट गरिदिनु होला है त टक्कै। थ्याङ्क यू सो मच वाचिङ फर दिस भिडियो। सबैजनालाई धेरै धेरै धन्यवाद है। यत्रो धेरै बेरसम्मको भिडियो पनि हेरेर सपोर्ट गरिदिनु भएकोमा थ्याङ्क यू सो मच। बाई, सी यू अगेन नेक्स्ट भिडियो।